वेलकम ब्याक टु माई च्यानल। र अब चाहिँ हामी चाहिँ आज बेगनास्थल जान लाग्यो। अब म चाहिँ फेरि सिमनलाई कुर्दै हो यहाँनिर। हेरौँ के हुन्छ। सिमनलाई कुर्ने ड्युटी हुन्छ जहिले पनि। सिमनलाई कुर्दैछु म यहाँ। वेयर इज सी? नो आइडिया। आएकै छैन भाइ। फाइनली यहाँ आइसक्यो यिनीहरू। यता हेर्न। ओ बिन्ता, ओ बिन्टे, यता हेर न। चिया लजाएर हेर्ने ल जाउँ। लेट्स गो। हामी चाहिँ अब यता सर्टकटबाट जान लाग्यो। किनभने पिच बाटो चाहिँ सब धुलै धुलो कस्तो छ बाटो। पानी छ। बाटो त राम्रै छ, अलिक फोहोर लास्ट फोहोर पानी छ, धुलो छ। पोखराको बाटो हेर्नुहोस्। हाइवे रे खतम छ। हाइवे छ, हाइ नै छ। हाइवे नै छ। दुईजना अगाडि छ। काली र म यता छौँ। सिमन राइडर। यताबाट पिच रहेछ। पछाडि थिएँ म बाटो हेर्दै आएको थिएँ कि यही बाटोको गाडीको छिरेर यता त्यो पनि धोस्दै सके बाटो। त्यहाँ पनि फोन यो बाटो चाहिँ ठिकै छ। सना 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 यता हेर। अब राइडर चेन्ज भइसक्यो यहाँ। अब विनिता राइडरबाट सना राइडरमा झर्नु भएको छ। ब्याग राख्दैछन् दुईजनाले। त्यही भएर बिन्ता ए मेकअप पार्नु पर्दैन कि त्यसै राम्री हौ। यता हेर न। भाले भन्यो नि ल। अब सना चलाउँछ। कताबाट जाने सना? सिधै हो स्ट्रेट। भिडियो खिचिस क्या टाउको कना आएन। कता सिधै हो कि बारी सिधै? सिधै मबाट चिन्दैन र चिन्ने मान्छे ल स्ट्रेट। अघिसम्म ज्याकेट लगाएको के अरे सर्ट मात्रै लगाएको थियो सनाले। अहिले पछि बल्ल लगाउँछु भनेर बल्ल म राइडर भएपछि बल्ल लगाउँछु भनेर अनि सनाले चाहिँ ज्याकेट लगाएको छ। हेर्न सक्नुहुन्छ अरे। हामी यहाँ लोकेसन खोज्दा हैरान पऱ्यौँ। बल्ल पायौँ लोकेसन। यहाँ यस्तो रहेछ बाटो पनि। बाटो दुईजना पछाडिबाट आउँदैछ। गाउँतिरको भाइ चाहिरहेको त्यही भनेर रातो माटो भएर गाउँतिरको भाइ चाहिरहेको छ। गाउँतिर गए जस्तो फिल भइरहेको। लोकेसन नचिनेर हामीले यहाँ 10जना मान्छेलाई सोध्यौँ होला। लास्टमा गएर चाहिँ म्यापमै काम गऱ्यो। गुगल म्याप कस्तो कमेडी भइरहेको। स्ट्रेट ल अब यहाँबाट हो कि यहाँबाट हो? दिस वे त्यहाँ आइज। यहाँ 1 किलोमिटर। दिस इज द वे। यहाँ आएपछि बल्ल बोर्ड रहेछ। नत्र त बाटोमा पनि थियो तर त्यही पनि कन्फ्युजनको लागि। तर हामीले बोर्ड हेऱ्यो भने त्यो पनि कन्फ्युजन। हामीले बोर्ड हेरेन। त्यही भएर एउटा बोर्ड च्यात्तेको भएर प्रब्लम भयो कि मैले तर भनेको मैले देखेको हो नि त त्यो बोर्ड। त्यो बोर्ड हुँदा चाहिँ फेरि बोर्ड देखेन क्या। त्यही भनेको त्यो बोर्ड ठ्याक्कै उयस गरी के हो। यो बोर्ड छ नि उयस त ग्रिन कलरको यस्तै ठुलो बोर्ड थियो।
अनि हामी चाहिँ यो बोर्ड देखेको थियौँ तर च्याटको थियो क्या अनि नि फेरि अब कहाँ हो माथि त होइन तल हो कि माथि हो थाहा भएन तर होइन यता एरो त यतै देखाएको थियो होइन र किनभने मलाई अब यो तल हो जस्तो लाग्यो के यो लेक छ होइन लेक छ के लेक छ बाटो बाटो चाहिँ खतरा खतरा एकछिन यहाँ किनलाई कुर्दै हो किनभने साह्रै सुस्त मनस्थितिले ड्राइभ गरिरहेछन् दुईजना है उहाँ अगाडिबाट हाई यो चाहिँ बेगनास ताल हेर्नु दामी देखेछ ल लेट्स गो बाटो चाहिँ राम्रै रहेछ अहिले फेरि गएर एउटा छ त यस्तो यस्तो गरेर यस्तो भएको थियो किन्नमा हाल्छ यहाँ बाटो खच्याङ आयो अब हात त्यस्तो गर्ने भयो बाटो चाहिँ खर्च बाटो चाहिँ अहिले अब यस्तो आयो बाटो सिधै देखाएको छ वाउ लुक गाइस यस्तो दामी देखेछ के गर्ने है क्या यस्तो हो कि के गर्ने भने यहाँ हेर्नु ताल यो चाहिँ ताल है अर्को सानो ताल नेक्स्ट ताल यो चाहिँ नेक्स्ट ताल यस्तो हो के अरे जस्तो क्यामेरामा खिच्न सक्छ नि त्यो क्याप्चर के त्यो मोमेन्ट चाहिँ क्यामेराले अलिक क्याप्चर गर्दैन के आँखाले देख्यो अलिकति डिफ्रेन्स चाहिँ हुन्छ अब हामीले आँखाले हेर्दा चाहिँ हामीलाई वाउ लाग्छ तर यस्तो क्यामेरा फर्काएर भिडियो देखायो भने चाहिँ त्यो क्यामेराले चाहिँ अलिकति जस्टिस गर्दैन बाटो साह्रो फेरि बाटो नचिनेर यहाँ हेर्न सक्नुहुन्छ कहाँ पुग्यौँ हामीलाई थाहा छैन लोकेसनले धोका दियो म्याम हेर्ने मान्छेले मैले यहाँ तेरो बाजे मैले तँलाई के भन्थेँ सिमन हेर है यो रङ हो भने मैले उहाँबाट रङ हो भन्दै आएको क्या गाइस अब हामी हिँड्यौँ फेरि अर्को बाटो चाहिँ खतरा रहेछ खतरा डेन्जर त्यही भएर हेर्नु त बाटो यार नो आइडिया सिधै जान्थ्यो मलाई यो त अन्नपूर्ण हेर्छ त्यो त यस्तो होला क्या अब यहाँ त ताल छैन हेर तालको ठ्याक्कै तालको छेउमा छ नि त त्यो ताल तल छ फाइनली हामी पुग्यौँ यहाँ कति घन्टा पछि पुग्यौँ 1 घन्टामा पुग्ने ठाउँमा हामीलाई 2 घन्टा लाग्यो ठाउँ नचिनेर यही हो हामी आएको ठाउँ के अरे हामी आएको ठाउँ चाहिँ यही हो पक्नै जुम गरेर देखाइदिन्छु
हाम्रो डेस्टिनेसन चाहिँ यही हो, आउन खोजेको ठाउँ यही हो। कति धेरै मान्छे रहेछ, टेन्सन धेरै बाइक स्कुटर छ, प्याक छ जस्तो आज। दुईटा हरायो, थकित भयो। पुगे यिनीहरू फाइनली। त्यस्तो त नभन न, ठाउँ त दामी छ नि। एउटा यहाँ फोटो सुट गर्दैछ। हामी चाहिँ फाइनली आइसक्यौँ। त्यसरी होइन, हाम्रो चाहिँ खानेकुरा आयो। उज्यालो आयो यहाँ, हाम्रो चाहिँ खानेकुरा आयो। सक्नुहुन्छ फिस के अरे फेरि भनेर किन खानु मन लाग्यो? Do you want some? Do you want some fish? Pure vegetarian, guys. आजलाई मात्रै हो के? Oh my god, looks so delicious. हामी चाहिँ बोटमा छौँ, भिडियो बनाउँदै। उता सबैजना हुनुहुन्छ, भिडियो बनाउँदै। दिदी हुनुहुन्छ यहाँ, म छु त्यहाँ, उता सबैजना हुनुहुन्छ यहाँ। पुरै फेवाताल बेङ्गास्ताल छ। स्ट्रगल है यो फोटो खिच्नुको। यहाँ बोट समातिरहेको छ, त्यहाँ फोटोग्राफर, अनि त्यहाँ चाहिँ मोडल हुनुहुन्छ। मोडल ल, यो ठाउँ के अरे? ट्रपिकल स्केप। यस, तर यहाँ आउन चाहिँ धेरै गाह्रो हुँदो रहेछ। यस्तो चप्पल लाएर आउन पर्ने रहेछ गाइजहरू। जुत्ता पनि हामीले बाटोमै फालिदियौँ, चप्पल किनेको। त्यही भएर मेरो चाहिँ आवाज म्युट गरेर हालिदिनु होला है सकेसम्म। सना दिदी मोडल बनेर आउनु थियो घरबाट, अहिले यहाँ यस्तो भइसक्यो। ओ माई गड। अब चाहिँ हामी यहाँबाट निस्कियौँ। अब घर जान लाग्यो हामी चाहिँ। यहाँ हेर्न सक्नुहुन्छ, स्मल स्विमिङ पुल रहेछ, कस्तो दामी रहेछ ठाउँ। अब चाहिँ हामी घर जान। अब नेक्स्ट टाइम बस्ने गरेर आऊँ है। नडुबाउ कि कराउँछ नगर, यिनीहरू काम छैन हेर्नु गाइज। हामी चाहिँ यो र म चाहिँ हिँड्दै जान लाग्छौँ, किनभने बाटो यस्तो छ पुरै। त्यही भएर यो र म चाहिँ हिँड्दै जान लाग्यो। We can't take risk, त्यही भएर है भाइ। बाटो चाहिँ खतरा हो कि? के बाटो चाहिँ खतरा। आज कस्तो भयो? रमाइलो भयो, तर ढिलो आयो। ढिलो आएर ठाउँ चाहिँ वर्थित नै छ, तर ढिलो आएर चाहिँ अलि राम्रोसँग फोटो र भिडियो चाहिँ अलि राम्रो खिच्न पाएन। त्यही नै हो। पानी पनि पर्यो। ठाउँ चाहिँ यस्तो छ। यो चाहिँ सना र म हिँड्दै हो, सास पनि फुल्दैछ। आज त हाम्रो के हो, 10,000 स्टेपै कम्प्लिट हुन्छ क्या हिँडेको देखेर। यस्तो हो कि बाटो। यो त राम्रै छ है, कस्तो के अरे के भन्छ, ओह्रालो के डेन्जर। उहाँ दुईजना कुर्दैछ हामीलाई। उहाँ छ, त्यही भएर हिँड्दा हिँड्दा स्यास्या पऱ्यौँ यो र म त। ओइ सिमन, हाम्रो त यसको त 10,000 स्टेप पुग्छ क्या। फेरि भन त, मैले केही सुनिनँ यार। ओके, यहाँ कोही लिपस्टिक दल्दैछन्। ल बताएर धेरै नबोल।
तिमीलाई त बतरा भन्नै मिल्दैन तिमीले त Thank you guys. थाहै छैन आशा लाग्छ ल अब हामी यहाँ भिडियो सेयर गर्छौँ ल एकछिन चाहिँ बिरयानी खाने भनेर यहाँ आएको अनुसरा ग्रुप नेक्स्ट हाम्रो बिरयानीको स्टप चाहिँ यहाँभन्दा अर्को थियो होइन तर त्यहाँ बन्द रहेछ आज त्यही भएर यहाँबाट बिरयानी लाने रे त्यही भएर अन्त तिमीलाई बिरयानीको क्रेभिङ भएको कि होइन के हो त्यो भएको हो के रे ठ्याप्प लारा आजको फुल अन एक्सपिरियन्स सेयर गरिदेऊ नि त बाटो भुलेर कता पुग्यो लोकेसन त्यति नजिक गएर 1 घन्टा कता 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 पुग्यो त नि अर्को राइडर त्यस्तै स्लो राइडरहरू स्लो राइडरलाई कुर्दै कुर्दै गयो होला आज त 1 घन्टा बाटो मिस भएर गयो 1 घन्टा खानेकुरा कुर्दै कुर्दै गयो त्यही भएर 3 4 5 6 7 5 घन्टा भइसकेछ त नि अनि त्यही भएर हामी कति बजे हिँड्ने गरे ठ्याक्कै 7 बज्यो 2 बजे 2 बजे हिँडेको कति बज्यो 7 बजे ठ्याक्कै धन्न ढिलोसम्म उज्यालो हुन्छ र पो हामी जहाँ जे पनि भ्याउन त्यहाँ त्यही भएर आज त लास्ट भयो लास्ट टायर्ड भन्छ है टायर्ड भयो अब घर गएर मस्त बस्ने आज चाहिँ उयो हाम्रो 10,000 स्टेप कम्प्लिट भयो स्टेप चाहिँ कम्प्लिट भयो अनि त्यही हो अब यिनीहरूले मलाई हैरान बनाउँछन् आज फोटो भिडियो भन्ने नै प्लिज एडिट चाहिँ नभन ल मैले कहिले भनेको छु तैँले त भन्दैनस् एडिट चाहिँ एडिट भन्छन् क्या मलाई त्यो भएर होइन कि यस्तो हो कि फोटो खिच्दै त केही भन होइन एडिट पनि गरेर पठाइदियो भने त दिमाग खराब हुन्छ क्या त्यही भएर आफूले त एडिट गर्नु भ्याउँदिनँ हेर त्यही भएर अब यिनीहरू सरलाई ब्लग आउने कहिले थाहा छैन यो ब्लग त एडिट गर्नु झ्याउ लाग्छ फोटो एडिट त्यही भएर अब यो ब्लग चाहिँ आउँछ छिट्टै डोन्ट वरी ल आजको लागि चाहिँ यति नै प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब अनि के गरिदिनु लाइक कमेन्ट शेयर अरु के हुनु मेन भनेको सब्सक्राइब ओके